हेलो नमस्ते, के छ? सन्चै हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ म एउटा भिडियो बनाउँदैछु। भिडियो के त भन्दा त्यो पुरानो कोठा, सानो कोठाबाट म ठुलो कोठा लिएर फ्ल्याटमा सरेको छु होइन। तपाईँलाई मैले हिजो एउटा भिडियो पनि बनाएको थिएँ, कतिले हेर्नुभएको छैन पनि होला, र धेरै भिडियो माथिसम्म टप पनि भएको छैन। र भिडियोको तात्पर्य, मैले बनाउन खोजेको तात्पर्य चाहिँ देखाउन यो टाइपको चाहिँ होइन मतलब के भन्दा मेमोराइज, जस्ट मेमोराइज क्या। भोलिका दिनमा चाहिँ बाबाले या त साथीसँगले यस्तो गरेको रहेछ है भन्ने टाइपको होस् भनेर मात्रै मैले यो भिडियो बनाउन लागेको होइन। अरू त्यस्तो यो देखाउने यो टाइपको होइन, देखाउनलाई के नै छ र होइन। नर्मल्ली हो त्यो। सबैले योभन्दा राम्रो कसैको घरै छ, कसैको फ्ल्याट, त्यो संसारै दरबार जस्तै घर बनाएका छन् अहिले यो जमानामा। किनकि हामी त मिडल क्लास फ्यामिली स्ट्रगल गर्दै यहाँसम्म आएका छौँ। र धेरै गन्थन मन्थन नगरी म चाहिँ तपाईँलाई फास्टै ट्याक्कै एउटा त्यो 15,000को फ्ल्याट कस्तो छ त भन्दा देखाउन चाहन्छु क्या। म बनाउन चाहन्छु, यो भिडियो चाहिँ राख्न चाहन्छु। फर्स्टमा चाहिँ तपाईँहरूलाई यो भित्र आउनलाई चाहिँ यो ढोका हो होइन। अहिले चाहिँ रात परेको भएर मैले खोलिनँ धेरै। र यो चाहिँ भित्र बाहिर आउने ढोका पो। त्यसपछि भित्र आइसकेपछि चाहिँ जस्ट यो लिभिङ टाइपको कोठा, खुल्ला कोठा छ होइन। यसमा बेड राख्न नि मिल्यो, तर मैले अहिले चाहिँ भर्खर सरेको भएर अलि धेरै एकैचोटि हुन्छ नि त, फाइनेन्सली अलि बढी खर्च भइदिन्छ क्या, लाइक धेरै देखिन्छ भनेर मैले अहिले केही पनि खरिद गरेको छैन होइन। सबै यही पुरानै हो, अलिक कपडा यताउता होइन। यो चाहिँ सामान भयो अलिअलि। र त्यसपछि यो ठ्याक्कै अपोजिट साइड चाहिँ एट्याच बाथरुम छ होइन। वासरुम, दिस वासरुम ओके। यो भयो होइन। त्यसपछि यो साइडमा चाहिँ एउटा किचन रुम छ। मेरो यो पहिलाको रुममा चाहिँ यत्रै थियो कोठा, सबै सम्पूर्ण कोठा नै यत्रै थियो। योभन्दा सानो थियो भनौँ न, योभन्दा सानो, अलिकति सानो थियो होला। त्योमा चाहिँ खाना बस्ने, खाना अक्रम बक्रम, साथीसँग आएको बेला रमाइलो गर्ने सबै त्यहीमा चलिरहेको थियो। अहिले चाहिँ छुट्टै मतलब मात्रै, किचन मात्रै यत्रो छ होइन। यही भाँडाकुँडा छैन खासै, त्यही एउटा व्यक्तिलाई कति चाहिन्छ त्यही एउटा रिक्वायरमेन्टको आधारमा मात्रै छ, अरू त्यस्तो केही छैन। यो चाहिँ भाँडा धुने, भाँडा चाहिँ पहिला बाल्टीमा धोएर बाहिर पानी फालेर गाली खाएर अक्रम बक्रम दुनियाँ हुन्थ्यो क्या। अब चाहिँ आफ्नै त्यो धुनी भइरहेको छ, तातो पानी चिसो हुन्छ होइन। यो चाहिँ बाल्कनी टाइपको हो, बाहिर जस्ट यस्तो छ। सफा गर्न बाँकी छ भन्नुहुन्छ कर्पेट साहबले, अहिले नयाँ मर्मत गर्नुभएको रहेछ क्या अरे। यताउता अक्रम बक्रम छ होइन। यो बाहिरको संसार भयो। र अब नेक्स्ट कता त भन्दा फाइनल्ली सुत्ने बेडरुम। यो एउटा बेडरुम हो होइन। यो चाहिँ अहिले धेरै मतलब धेरै त्यो कार्पेट सार्पेट केही राखेको छैन। यो राम्रै छ, यो वुडको रहेछ होइन, काठको रहेछ। त्यो पनि न्यानो छ, त्यो मार्बल जस्तो, त्यो टाइल जस्तो चाहिँ छैन। यो चाहिँ बेडरुम भयो होइन, सुत्नलाई। यो चाहिँ म्याट्रेस फालेको छ यत्तिकै। र यो चाहिँ यसो लेखफेट गर्ने र काम गर्ने, यसो अलिअलि फाटाफाटा यो भयो गर्नलाई। किताबको छ जोस पहिलेभन्दा बेटर छ, राम्रै छ, राम्रै भइरहेको छ। त्यस्तो हुन्छ नि त। अब हिजो त्यहाँ पनि अब चलि नै रहेको थियो होइन, बस्ने खाने त्यो ठिकै थियो। अहिले पनि यहाँ अब त्यस्तो वाइल्ड होइन, खत्रै भन्ने टाइपको चाहिँ हुँदो रहेछ क्या। त्यो एक्सपेक्टेसन हाई हुन्छ, अब छुट्टै हुन्छ भनेर। अर्को कुरा, अब आवश्यकताले चाहिँ लिएको हो क्या मैले, नत्र म त्यतै बस्थेँ होला। अब 1बाट 2 हुनुपर्छ कि भन्ने पारिवारिक सोच र आफ्नो पनि अब के गर्ने त भन्ने टाइपको भएर त्यो सोच आएको भएर मैले यो रुम लगेको होइन। अब जे हुन्छ राम्रैको लागि हुन्छ, जे गर्छ राम्रै गर्नुपर्छ।
अब त्यही नै हो नि, अरू अब के नै छ र होइन। अब यो त्यो सोचेर अर्कालाई होइन, अब हाम्रो मानिसको चाहिँ हाम्रो नेपालीको भनौँ, इभन हामी नै भनौँ न, अब के छ भन्दा अर्काका यो त्यो गऱ्यो भनेर चाहिँ खान पर्दैन क्या, त्यस्तै छ। राम्रै गर्नुपर्छ, राम्रै हुन्छ सबै कुरा। अब बिस्तारै सबै कुरा इम्प्रुभ हुनुपर्छ, राम्रो हुनुपर्छ भन्ने हो। अब अरू त के नै छ र, यही हो। फाइनल्ली म चाहिँ सरेँ 3 वर्ष 3.5 वर्षको बसाइलाई चाहिँ हिजो बिट मार्दै आज यता सरियो रेन्टमा। ठिक छ, थ्याङ्क यू फर वाचिङ। जतिले हेर्नुहुन्छ होइन, हेर्नुभएको छ भने हेर्नुहुनेलाई सम्पूर्णलाई थ्याङ्क यू सो 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 मच होइन। त्यही हो, स्टे सेफ। फेरि भेट्नेछौँ। अब चाहिँ म सायद भिडियो बनाउनुपर्छ कि भन्ने लाग्छ क्या। अझ चाहिँ आजभोलि चाहिँ अब सम्झना हुन्छ क्या, रिमेम्बर गर्न मिल्छ पछिको दिनमा चाहिँ। सम्झिँदाखेरि चाहिँ भिडियो हेरौँ न भन्ने टाइपको हुन्छ। त्यही नै हो, बुढेसकालमा यसो बुढेसकालसम्म बाँचियो भने, नत्र के हुन्छ, कसको कति बेला कहाँनिर के हुन्छ थाहा छैन होइन। सब माथिबाट फिक्स भएर आएको छ। र अरू कुरा आफूले मरिन्छ नै भनेर अब लापरवाही गर्न चाहिँ भएन। राम्रो सोच्नु पऱ्यो, राम्रो हुनु पऱ्यो। राम्रै गर्दै जाँदा राम्रै हुन्छ। त्यही हो, आज यो भिडियोलाई चाहिँ यहीँ समाप्त गर्दछु।